नमस्कार साथीहरू, आज हामी निकै चर्चा गर्दैछौँ नेपाल क्रिकेट टिमले 2026 वर्ल्ड कपको तयारीको क्रममा नेपालले श्रीलङ्का खेलको अभ्यास खेलको लागि पठाएको छ। हिजो मात्रै भएको श्रीलङ्का ए विरुद्धको टिम निकै महत्त्वपूर्ण थियो, किनकि कमजोरी टिमसँग राम्रो क्षमता र अनुभव बटुल्नको लागि नेपालले विश्वकप तयारी अन्तर्गत श्रीलङ्का पुगेको टिमलाई अभ्यासको म्याचको क्रममा हिजो नमजाको हार बेहोरेको छ। केही 2026को लागि सरल र सहज हुनको लागि म्याच खेल्ने क्रममा हार जित त हुन्छ नै। नेपालले श्रीलङ्का विरुद्ध अभ्यासको म्याच 3वटा खेल खेल्नेछ र हिजो एउटा खेल खेलिसक्यो। हिजो 6 विकेटको हारका बावजुद अब अर्को खेल 22 र 24 तारिक हुनेछ र त्यसपछि नेपाल फर्किँदै विश्वकप T20को क्रममा भारत प्रस्थान गर्नेछ। नेपाल प्रदर्शनको क्रममा केही साथीहरू धैर्यका साथ इनिङ गर्दै खेले भने केही साथीहरू छिट्टै धराशायी बन्दै ओपिनियन बाटोतिर फर्किए। हाम्रा कुशल भुर्तेल ब्याट्सम्यानले एकदमै राम्रो इनिङ पारी खेलेका थिए। ओपनिङमा उनले 18 बलमा 4 चौका र 1 छक्का सहित 25 रन बटुल्न सम्भव भएका थिए भने अहिले NPL लिग 1मा कार विजेता यानि कि नेपालका 2-6 को मद्दतमा 19 बलमा 31 रन पारी खेले भने नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले 40 बलमा 61 रन बनाउँदै खेले 7 चौका र 1 छक्काको मद्दतमा। आरिफ शेख र आसिफ शेखका दाजुभाइ मैदानमा क्रिजमा टिक्दै गर्दा आरिफ शेखले भने 27 बलमा 42 रन पारी खेले 2 चौका र 1 छक्काको मद्दतमा। सन्दीप जोरा भने 2 बलमा 2 रन र हाम्रा उपकप्तान दिपेन्द्र सिंह एरीले 11 बलमा 2 चौकाको मद्दतमा 18 रन पारी खेले भने अन्तिममा रनआउटमा परेका थिए आरिफ शेख। अब बलिङतर्फ कुरा गरौँ। बलिङ गर्नुतर्फ अघि विश्वकप 2 पटक खेलिसकेका र 3 पटक खेल्ने एकमात्र हाम्रा उदाउँदो खेलाडी सम्पाल कामीको जादुमय बलिङ र जब टिमलाई खाँचो पर्थ्यो त्यति बेला रोहित कुमार पौडेलले हातमा बल थमाइदिए। बल हातमा लिएर आए सम्पाल कामीले अनुभव र धैर्य र आत्मविश्वासका साथ पहिलो विकेट पहिलो ओभरमा निकाल्दै विपक्षी ब्याट्सम्यानलाई चक्का दिँदै दोस्रो विकेट टिमलाई फेरि खेल फर्काउने क्षण र तेर्सो विकेटले धराशायी पारे। विश्वकप नजिकिँदै गर्दा सम्पाल कामी जस्ता अनुभवी अलराउन्डर खेलाडीको यस्तो प्रदर्शन नेपालको लागि एकदम ठुलो सकारात्मक पक्ष हो। त्यसपछि नेपालका लेग स्पिनर बलर पनि हाम्रा ललितराज वंशीले पनि 1 विकेट निकाल्दै केवल अरूको पनि खासै प्रदर्शन राम्रो हुन सकेन। शेर मल्ल, नन्दन यादव, कुशल भुर्तेल जस्ताहरूको बलिङ पनि राम्रो हुन सकेन। आशा छ अबको खेल पनि फेरि 22 र 23 तारिकको खेल एकदम राम्रो तरिकाले खेल्नुहोस् भन्न म विनम्र अनुरोध गर्दछु। हस्त धन्यवाद। जय नेपाल। साथीहरू, आजको लागि यति नै। तपाईहरूलाई यो भिडियो मन परे मलाई एक लाइक, सेयर र सब्सक्राइब गर्दै जोडिनुहोला। आजको लागि म बिदा चाहन्छु। हस्त नमस्कार, धन्यवाद साथीहरू।